नेपाल, जहाँ पहाड तराई हिमालसँगै हिन्दू मुस्लिम बौद्ध किराँत जस्ता धर्महरू सदियौँदेखि सँगै बाँचिरहेका छन्। तर पछिल्लो समय नेपालमा धार्मिक तनाव बढ्दै गएको खबरहरू आउन थालेका छन्। सिराहा, पर्सा, बारा जस्ता जिल्लाहरूबाट आउने झडपका घटनाहरूले हाम्रो धर्मनिरपेक्षता सङ्कटमा परेको छ। यो चाहिँ अहिले मुसलमान र हिन्दूमा यो राइट उखरिया छ चाहिँ यो लक्ष्मीपुरतिर। सिराहा जिल्लामा रामनवमीको दिन एक हिन्दू धार्मिक जुलुस निस्किएको थियो। तर त्यो जुलुस मुस्लिम बस्ती नजिक पुगेपछि विवाद सुरु भयो। केही बेरमै विवाद झडपमा परिवर्तन भयो। दुई पक्षबीच ढुङ्गामुढा कुटपिट भयो। घाइते भए केही मानिसहरू। जिल्ला प्रशासनले तुरुन्त निषेधाज्ञा जारी गर्यो र सुरक्षा बल खटाइयो। सबैको ध्यान आकर्षण गर्न चाहन्छु, यो कुकुर राजेश, कृष्णा अनि लक्ष्मी यिनीहरू नै मेन ब्याक्टेरियाहरू हो। यिनीहरूका प्यानलको मान्छेहरू विभिन्न प्रदेशका ठुल्ठुला ठाउँहरूमा यिनीहरूले पोस्ट गरेका छन् र भित्रैबाट फोनमा इन्फर्मेसन लिन्छन्। हिजोको पनि अराजकतालाई यिनीहरूको प्यानलमा गएर एकचोटि हेर्नुहोस्। यो दङ्गा सम्राट सेनाको यिनीहरूको चारैतिरबाट खालि सेयर गरेको गरै छन्। खालि माहौल बिगार्ने काम। यहाँ हाम्रो हिन्दू मुस्लिमको कुरा गराएर यिनीहरू पागल भइसकेका छन्। यिनीहरूको मुखमा बाँस कोचेर यिनीहरूलाई चुप गराउन जरुरी छ। हाम्रो नेपाल प्रहरीले जे पनि गर्नुभयो, यो कुरा गर्ने हो भने राजेश सनातनी अनि कृष्णलाई घसिटेर कानुनको अगाडि देशको अगाडि ल्याउनु पर्छ र यिनीहरूको पर्दाफास गर्नुपर्छ। त्यहाँको स्थानीयवासीहरूले भन्छन्, हामी त शान्तिपूर्ण पूजा गर्दै थियो, तर राजनीतिक मान्छेहरू आएर झगडा गराए। नेपाल 2063 सालदेखि औपचारिक रूपमा धर्मनिरपेक्ष राष्ट्र बन्यो। यो निर्णय सबै धर्मका नागरिकहरूलाई बराबरी अधिकार दिने सोचबाट आएको थियो। तर पछिल्लो वर्षहरूमा नेपाललाई हिन्दू राष्ट्र बनाऊ भन्ने अभियान फेरि सक्रिय देखिन्छ। केही राजनीतिक दलहरूले हिन्दू राष्ट्रको मुद्दा उठाएर जनताको भावना भड्काउने काम गरिरहेका छन्। नेता मात्रै दोषी छैनन्, पार्टीहरू मात्रै दोषी छैनन्, तिनलाई भोट दिने तपाईँ हिन्दूहरूको हात पनि दोषी छ। तपाईले ती पार्टीहरूलाई भोट नदिएको भए उनीहरू संविधान सभामा कहाँबाट पुग्थे? एउटा कसरी संविधानमा धर्मनिरपेक्ष देखिन्थे? त्यसकारण म आग्रह गर्छु, तपाईँ साँच्चै नै हिन्दुत्वमा विश्वास राख्नुहुन्छ भने यो देशमा धर्मनिरपेक्ष ल्याउनमा नेता जति दोषी छन् त्योभन्दा तपाईँको हात कम दोषी छैन। त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टीको अभियानमा लागेर विगतमा गरेका गल्ती कमजोरीहरू सच्याउँ। यही मौकामा केही व्यक्तिहरूले मुस्लिम समुदायलाई लक्षित गरेर नफरत फैलाउने प्रयास गरिरहेका छन्। नेपालमा धर्म र राजनीतिलाई मिलाएर समर्थन बटुल्ने चलन बलियो हुँदै गएका छ। धार्मिक पर्वहरूलाई राजनीतिक रङ दिइन्छ। केही नेताहरूले खुलेर हिन्दू राष्ट्रको पक्षमा बोलेका छन् अनि मुस्लिम समुदायलाई विदेशी प्रभावको आरोप लगाउनेहरू पनि छन्। यसले धार्मिक सद्भावमा खलल पुगेका छ। म त सम्पूर्ण राजावादी होस् हिन्दूवादी होस् आउनुहोस्, यो व्यवस्था परिवर्तन गर्नुहोस् र हाम्रो नेपाल राष्ट्रलाई जोगाउनुहोस्। नभए यो नेपाल राष्ट्र रहने छैन र तपाईँ धन सम्पत्ति कमाएर राख्नु पर्छ नि, यो कश्मीर जस्तै हालत हुनेछ र हामी बाध्य हुनेछौँ। जसरी पाकिस्तान धार्मिक ध्रुवीकरणले अल्पसङ्ख्यक समुदायलाई डरको वातावरण बनाउँछ। यसले देशको सामाजिक एकतालाई कमजोर बनाउँछ। नेपालमा अझै पनि धेरै ठाउँहरू छन् जहाँ हिन्दू र मुस्लिम समुदाय एक अर्काको पर्व मनाउँछन्। नेपालगञ्जमा हिन्दूहरूले ईदमा मुस्लिमहरूलाई मिठाई पठाउँछन्। भक्तपुरमा मुस्लिमहरूले दशैँमा टीका लिन्छन्। यी सन्देशहरूले देखाउँछन् नेपालको मूल आत्मा सहिष्णुता हो। सबै धर्मका मानिसलाई सम्मान गर्ने शिक्षा आवश्यक छ। धार्मिक कार्यक्रमहरूमा पारम्परिक सभ्यताको सन्देश दिनु आवश्यक छ। राजनीतिक दलहरूले धर्मलाई चुनावी हतियार होइन, सहिष्णुता बढाउने माध्यम बनाउनु पर्छ। नेपालको सुन्दरता यसको विविधतामा छ, धर्म, जात, भाषा। यदि हामीले धार्मिक सद्भाव गुमायौँ भने हाम्रो देशको भविष्य नै सङ्कटमा पर्न सक्छ। सजग बनौँ, विवेक प्रयोग गरौँ र नफरत होइन प्रेम फैलाऊ।
तपाईँको विचार के छ कमेन्टमा लेख्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्नुहोस्।